नमस्कार साथीहरू। अब रासोपाले धेरै सिट जित्छ हैन, जति धेरै सिट उति धेरै शक्ति भनेर सोचिराख्नु भएको होला। यो होइन, जति धेरै सिट उति धेरै जिम्मेवारी हो। आज देशका लाखौं नागरिकले घन्टीमा भोट हालेर केवल एउटा पार्टीलाई जिताएका होइन, उनीहरूले आशा जिताएका छन्। धेरैले आफ्नो उम्मेदवारको नाम पनि थाहा थिएन, तर घन्टी चिन्ह देखेर भोट हाले, किनकि उनीहरूलाई विश्वास थियो अब देश बदलिन्छ। तर याद राख्नुहोस्, जनताको विश्वास जित्नु गाह्रो छ, तर गुमाउन एक क्षण पनि लाग्दैन। यो देशमा पुराना नेता किन पराजित भए? कि उनीहरूले काम नै गरेका होइनन् त? कसैले त केही गरेका थिए होला नि। तर समस्या कहाँ थियो भने नि, कामभन्दा ठुलो अहङ्कार, सेवाभन्दा ठुलो सत्ता, जनताभन्दा ठुलो आफ्नो स्वार्थ। त्यसैले आज रासोपाका हरेक नेता र कार्यकर्ताले पहिलो कुरा सिक्नुपर्छ संयम, किनभने अब धेरै काम गर्न बाँकी छ। सरकारी पीडितको पसिना फिर्ता गराउनु छ, विदेशी न बाध्य भएका युवाहरूलाई स्वदेशमै आफ्नो आशा देखाउनु छ, भ्रष्टाचारीका वर्षौंदेखिको बन्द भएका फाइलहरू खोल्नु छ, व्यवसाय र उद्यमीहरूलाई डरले होइन विश्वासको वातावरण दिलाउनु छ, दुई चिरा भएको समाजलाई फेरि एक ढिक्का बनाउनु छ, र सबैभन्दा ठुलो कुरा जनतालाई यो महसुस गराउनु छ कि यो देश अब साँच्चीकै नागरिक हो भनेर। तर याद राख्नुहोस्, परिवर्तन आज रोपेर फेरि फल लाग्ने अहिले नै होइन, यो त 10-15 वर्ष अघिदेखि रोपेको वैकल्पिक राजनीतिको बिउ हो। यदि आज अहङ्कार आयो, लोभ आयो वा जनताको विश्वासको अपमान भयो भने नि, त्यही जनताले भोलि उठाएर सिंहासनमा पनि राख्न सक्छन्, अनि त्यही जनताले एक सेकेन्डमै भुइँमा झार्न पनि सक्छन्। किनभने यो मत साधारण मत होइन, यो त जनताले दिएको आस्था हो, र आस्थाको अपमान भयो भने नि विश्वास नास्तिक हुन धेरै समय लाग्दैन। त्यसैले शक्ति होइन, सेवा सम्झेर अगाडि बढौँ, संयम, जिम्मेवारी र सच्चा लोकतन्त्रको संस्कार देखाउँ। त्यसपछि मात्र वैकल्पिक राजनीतिको विजय हुनेछ। जय देश।